नमस्कार, म मूलघाट हुँ। पूर्वी नेपालको सुन्दर कोशी प्रदेश धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर 9 मा पवित्र तम्मर नदीको किनारमा अवस्थित एक ऐतिहासिक, धार्मिक तथा रणनीतिक सङ्गमस्थल, तराई र पहाड भूगोललाई जोड्ने कोशी राजमार्ग तथा तम्मर करिडोरको मुख्य प्रवेशद्वारका रूपमा रहेको म धरान हुँदै धनकुटा, तेह्रथुम र सङ्खुवासभा जाने हजारौँ यात्रुको आत्मीय विश्राम स्थल मात्र नभई प्रसिद्ध विश्रान्ति मन्दिरका कारण धर्म र अध्यात्मको एउटा पवित्र धरोहर पनि हुँ। यहाँबाट गुज्रिने हरेक यात्रुलाई तम्मरको ताजा माछा, स्थानीय हुकु र प्राङ्गारिक उत्पादनको मिठो स्वादका साथै आतिथ्यता प्रदान गर्दै सधैँ स्वागत गर्न तत्पर छु। मेरो सुन्दरतालाई अझ जीवन्त बनाउने मुख्य आधार हो यो कञ्चन र विशाल तम्मर नदी। कञ्चनजङ्घा हिमालको काखबाट सुरु भएर बग्ने यो पवित्र नदी साहसिक जलयात्रा, र्याफ्टिङका लागि संसारभर प्रसिद्ध छ। मूलघाटको न्यानो हावापानी र तम्मर नदीको यो सुमधुर सुसाइले यहाँ आउने हरेक यात्रुको मन लोभ्याउने गर्दछ।